Hi guys, welcome to Santoshko vlog. Santosh त कस्तो बिहानै रनिङ गरेर आउनु भएको छैन बिहान गइसक्यो रनिङ सिद्धु तिमी हिजो किन चाँडो सुतेको हो झ्याप्पै भएको थियो तिमी सही सुत्यो नि त तिमी खानुपर्ने के दाल चाहिँ खाएर दाल चाहिँ खानुपर्ने हो ओइ त कहाँ गएर आएको रे उहाँ हुनुहुन्छ हाम्रो सज्जन ए ल नाइस सन्तोषले चाहिँ अहिले अन्डा बनाइराखेको छ सबैको लागि हो होइन 4-4वटा 8वटा अन्डा भयो 8वटा चाहिँ क्या हो क्या यार अलि बनाउला नि त फेरि जो जसले खान्छ होइन त्यो फ्रिजमा छ होला नि भाउ बाहिरको खाने यो फ्रेसका चाहिँ एकदमै केटाहरूले खान्छ तर यसमा चाहिँ सुगर फ्री होइन सान्स केयर रे हो गौतेको त जे गुलियो त्यो फेभरेट हो खासमा चाहिँ आजकल चाहिँ अलिकति खाँदैन रहेछ केटाहरूले ब्रेकफास्ट बनाउँदैछ जे होस् होइन अब केटाहरू एकदम मेहनती चाहिँ आफै पकाउँछ अर्गनाइजरलाई दुःख नदिने भन्छ हाम्रो केटाहरू होइन भाइ अब गोल्ड मेडल पनि खाने रे लाइफमा कसैले खाँदै खाँदैन खान्छ नि केटाहरू मलाई मिठो लाग्छ यार त्यो उस गरेर लाइफमा कभी खाया था लाइफमा ग्रिल टमेटोज आमा यति चाहिँ हुन्छ कसले रोहित साक्यले भोक लागेपछि त फेरि मेनु पस सुरु हुन्छ नि फेरि यसको त मेरो जिम्मा चाहिँ ब्रेड डिपार्टमेन्टमा छ सबैभन्दा सजिलो टिममा एकदम रमाइलो भएको छ केटा लास्टै सेक्सी छ क्या हाम्रो केटा लास्टै सेक्सी छ क्या खुट्टा नै कस्तो चिल्दो कि हाम्रो पापा सन्तोषको भ्लग हो यो होइन केही आज मैले खिच्ने हो कि उसको भ्लग पुरै अल्ल मलाई भर्खरै एकदम अप्रिय घटना घट्यो हाम्रो पछाडि माउरीले कसैलाई खुन्दैछ के दाइ किन गएको थियो खासमा पछाडि गएर यहीँ आएको मौरी रगतै आछ दिनको टोक्दैछ नि त लिटरली त्यहीँ अड्केर बसिरहेको त निक्यो अब खिल त देखेको छैन भाइ खिल त छैन दाइ पानी हाल्नु न गाउँदै आएछ त मा दाइलाई टोकेछ त हाँस पुग्यो अब सुरु हुँदैछ केटाहरूको स्ट्रेचिङ अब अहिले केटाहरू लास्टै ऊ छ जे होस् अब रोहित दाइले पनि गर्नुहुन्छ 100 त कहाँ सक्छ यार 100 पुसअप पनि गर्छ अनि 25 हो नि त दाइ 25 गरेर हाने हो हामीले पनि कहाँ एकैचोटि सक्छ त केटाहरू लास्टै ताकतिलो छ हाम्रो अब म चाहिँ अलि अल्छी छु डेन्जरै छ त यार भाइको दामी निस्केको छ हेर्न दामी सन्तोषको पनि दामी रहेछ है दामी भन्छ आमा केटाहरू ल रोहित तिमी के हान्ने अब ल पहिला 5 पुसअप लिने ट्राई गर्नु पर्छ ल पहिला यस्तो लामो हो अनि यस्तो स्टेज त मलाई थाहा छ त के हो भनेर के भएर लाउडा त्यति हो तपाईको स्टेज ए क्याट काउ गर्न ल ओइ यो साइकल पाएँ त यार रुपेश दाइ साइकल पाएर के गर्नुहुन्छ ल साइक्लिङ गर्नुको मन लाग्यो साइक्लिङ गर्दैन त्यहाँ एउटा साइकल झिक्दिनु पर्छ नि अब बाटोमा पाउँछ त साइक्लिङ गर्ने हो दाइ रेडी हो रेडी तिमी र म त तिमी गर्ने नगर्ने मलाई त सक्दैन दाइ साइक्लिङ त केही हुँदैन नडुनु अब घुम्न आएको ठाउँ पनि बन्द भइहाल्छ होइन दाइ
हो यता शर्माले यहाँ स्याम्पू म कुन स्याम्पू हो उसको स्वर्ण दाइले गर्दा ढिलो भयो चोर जिते स्वर दाइले गर्दा ढिलो भयो ओके ओ पेन्टाट्रोनिक्स बजे त दाइ बजाउनु न के बजाउनु बजाउनु यो केले थाहा छैन Hello. This is the day 2 of Canada tour. Halifax मा है day 2. आज चाहिँ जस्ट हाम्रो एयरबिएनबी को छेउमा अलिकति वक आएको थिएँ. Found a beautiful lake. दामी छ त्यहाँ. स्पिड ब्रेकरले धोका दियो यो उडेको ल है हाम्रो आज डे 2 घुम्न जाँदैछौँ हामी डे 2 तीनजना प्लस डे 1 आज डे 2 Okay. 1 2 1 2 1 2 केटाहरूले यस्तो खान्छ सुगर फ्री ड्रिङ्क्स अल दिस अस्ति हेर्दै यार चाहिने भन्दा धेरै ताइ रक जस्तै देखा छ यार रकको भाइ सक भन्नु म सर सुगर फ्री ड्रिङ्क्समा सुगर हुँदैन हुँदो रहेछ क्या दाइ म पहिला कस्तो मिसअन्डरस्ट्यान्डिङ थियो एनिवे भन्नेवाला थियो होइन हेलो तपाईँको नाम भन्नु अनुप म चाहिँ अनुप दाइहरूलाई लगेर जाँदैछु अनुप द स्पिड रहेछ हाम्रो यहाँ वान अफ द फास्टेस्ट कार भएको मान्छे सो ग्रेटफुल यो अवार्ड पाउँदाखेरि चाहिँ अनि होपफुली म चाहिँ अब डिस्क्राइब गर्दै गर्दै जान्छु यहाँको नजिकैको आफूलाई थाहा भए अनुसारको अनि अभियसली दाइहरूसँग हिँड्न पाइसकेपछि त जर्नी त यतिकै रमाइलो हो होइन डेस्टिनेसन भन्दा पनि पाण्डुले चाहिँ कति ढिला गरे आयो त तर दाइ हजुरको सेन्स अफ ह्युमर यस्तो बवाल छ नि होइन नो बडी एभर अनलक हालिफक्सवाला चाहिँ भेरी ट्यालेन्टेड चाहिँ यस्तो बवाल जे मलाई त्यो जे आउँछ जान्छ त्यस्तो सिएनए दियो भने जस्तो अनि नो बडी एभर टोल्ड के दाइ यो कुराहरू अनि आई थिङ्क हाम्रो ग्रुपबाट स्टार्ट हुन्छ होला यो सबै दाइको राइमिङहरू चाहिँ होइन म अझ के लेख्दै जान्छु हामी अझ भोलि पर्सिसम्म बस्छौँ अनि त दाइ सो मोर इज कमिङ पछाडि गयो पाण्डु गएको छैन छैन नि पाण्डुलाई अब अलिकति जाउँ पाण्डुको गाडी उडाइदिनु लागि पाण्डुको पनि सिमिक रहेछ त खै ओके क्यासिनोमै सुत्दिने भन्दै क्यासिनोमा सुत्दिने हो दाइ सिद्धान्त सुत्दै छ गफमा सुत्दै हो कि उठ्या फुल हो है गाह्रो हुन्छ यस्तो सफा पानी के कस्तो दामी है पहिलामा दामी ठाउँ है रुपेश दाइ होइन ऊ त्यो रुपेश दाइ त अनि ऊ हो कहाँनिर हो रुपेश दाइ हो त हो ओके यो चाहिँ हेलिफ्याक्सको सबभन्दा फेमस होइन टुरिस्ट डेस्टिनेसन है यो यस वरिपरि दामी नै छ अति ब्युटिफुल अति खतरा रहेछ अरे यो मेरो भाइ यहाँ आउनु भनिदिनु कस्तो लाग्यो अति दामी छ
बेलुका स्वागत छ तपाईँहरूलाई यो क्यानाडाको ठुलो सीमा यही ठाउँमा हो पहिला हाम्रो जन्मेको तपाईँहरूले चिन्नुभएको एक खतरा सेलर उहाँको नाम थियो सिङबाद त्यही त्यस्तै खालको बोटबाट सेल गर्दै गर्दै अमेरिका पुग्नु भएको थियो उहाँले नै हो पत्ता लगाएको उहाँको भाइ निलाम स्ट्रङ मुनमा हुनुहुन्छ त्यति नै हो अर्कोचोटि फेरि भेटला सन्तोषको ब्लगमा अर्को मान्छे पनि देखा पर्ला छैन कोही गएको मान्छे यो त रक हो सिङबाद द सेलरको भाइ लास्टै अर्को कहाँ वाउ ओए उहाँ चाहिँ हुनुहुन्छ ट्याबे यहाँ ट्याबेल दिएन आफैले भनिसक्यो हामीले के भन्नै पर्दैन अर्को ट्याबेको बाबा बाजे ट्याबेको बाजे र अनि रोहित झाके त्यहाँ मोडललाई पनि देखान यहाँ मोडललाई पनि देखाने मोडल देखाइसक्यो मैले सेतो साडीमा भनेको गीतको नाम ओ काकु नाति बाजे ए ड्यामेज त नाति बाजे त्यहाँ नाति बाजेसँग स्वागत छ तपाईँलाई अघिको ठाउँमा त अलिकति पर यो चाहिँ क्यानाडाको अर्को ठाउँ हो जहाँ अर्को एक नामुद सेलर जन्मिनु भएको थियो उहाँको नाम हो पप्पै द सेलर म्यान उहाँ चाहिँ त्यो बोटमा गएको थियो त्यो भर्खर पम्प गरेर थियो अहिले चाहिँ गरौँ पप्पै द सेलर म्यान यो ठाउँमा जन्मेका थिए सिङबाद द सेलर र पप्पै द सेलर त्यही भएर अब हामी जाँदैनौँ मरुभूमि हो अगाडि देखिरहेको झऱ्यो अलिअलि हामी मुख छ के हुँदैन डिलिट हान्छु त म होइन नाच्ने कहाँ राख्ने पप्पै द सेलर म्यान सँगै जन्मिनु भएको हाम्रो अर्को दाइ यहाँ म एक जागिर खान्थेँ कहाँ जागिर खान्छ पप्पै द सेलर म्यानको दाइ हो तपाईँ जागिर खान्छ कहाँ जागिर खान्छ दाइ तपाईँले यहाँ केही त छैन जागिर खानलाई थ्याङ्क यू आफ्नो मर्च लाउनु पऱ्यो होइन आज लगाएको कि यति बेला हुनु पऱ्यो यो मोड सक्यो नि त हाम्रो ल्याएकै छैन योपालि होइन उता पनि स्टक गर्छ छैन नि द इन्ड भयो अस्ति बनाउने भन्दा भन्दै लार्ज साइजहरू मात्रै छ है जोस् मर्च मागिरहेको साथीभाइहरूलाई यार सरी है अलि पछि आउँछ बप्पा त्यो चाहिँ दिनुपर्छ होइन यो पुरानो भइसक्यो के हो मा लास्टै काली छ त म त डरेर डरेको के पानीले होला तर Bro, I'm from Africa. I'm from South Africa. Yeah, nigga. त्यो क्या त्यो ठोकेपछि क्या मिठो वाला अर्को निलो भन्ने सायन जापानिजहरू दिएछ काले जापानिज प्रो जिरो हेरेछ प्रो जिरोको प्रोज मात्रै हो जिरो यो कहाँ कसकोमा राखेको त्यही त उसमै छ त्यो के अरे उसो ल्याएन ल्यायो भन्दै थियो त उता हेल्दी हेल्दी पिपल बिचरा सजन त्यो त झन् माओले दियो Oh guys, if you want to be like me, yeah, suited, booted, everything, you have to buy these, you know. I'm the owner of this washing machine store in Canada. You know this place, bro? If you like to, you know, come and become gentlemen, please come to my store. My store name is that. Thank you.
ओके सो सकेपछि यस्तो हुन्छ है सोचिसकेपछि यस्तै हुन्छ यस्तो प्याकिङ स्याकिङ होइन कस्तो भयो काका आज सो राम्रै भयो है के फरक के लाग्यो तपाईँलाई आज यहाँ नयाँ मिक्सर टाइम लाग्छ यार त्यही हो नयाँ मिक्सर भएर आज त प्रोडक्सन पनि यस्तो थियो तर स्लो सिद्धान्तको सधैँ आज प्रोडक्सन स्लो थियो है म त्यहाँ माथि वहाँ परेर बसिरहेको नि त यता यस्तो हो कि एनीबडी वान्ट ब्याट्री भन्ने पनि यहाँ छ है फ्रीमा हो ब्याट्री सजन ब्याग के गरौँ म यहीँ राखिदिउँ कि के हाल्ने हाल न ल